नमस्कार, म डाक्टर बाला श्रेष्ठ। आज तपाईसँग मैले छोटो एउटा जानकारीमूलक कुरा लिएर आएको छु, जसमा हामी आज तपाईलाई ब्लड प्रेसर, उच्च रक्तचाप र मधुमेहको कारणले गर्दाखेरि हाम्रो मृगला कसरी खराब हुन्छ भन्ने धेरै मानिसलाई यो लागिरहेको मनको कुरा हो। कुनै पनि मानिसमा यदि उच्च रक्तचाप, ब्लड प्रेसर छ र बेलामा औषधि खाएको छैन अथवा औषधि खाइराखेकै छन् र प्रेसर कन्ट्रोलमा छैन, या कुनै मानिसलाई मधुमेह छ, सुगर छ र सुगरको औषधि खाइराख्नु भएको छ अथवा खानु भएको छैन र औषधि खाँदा पनि सुगरको मात्रा कन्ट्रोल छैन भने चाहिँ उहाँको बिरामीको पिसाबबाट प्रोटिनहरू जाने समस्या हुन्छ। यो प्रोटिनहरू जाँदाखेरि कहिले हामीलाई थाहा हुँदैन प्रोटिन कति मात्रामा गइराखेको छ र प्रोटिनले गर्दा नै हाम्रो मृगौलालाई असर गर्छ र मृगौलालाई असर भनेको संसारभरि नै दुईटा मुख्य कारण छ वर्ल्ड वाइड नै, एउटा मधुमेह र अर्को उच्च रक्तचाप ब्लड प्रेसरले गर्दा हुन्छ। ब्लड प्रेसरका हामीसँग थुप्रै बिरामीहरू आइराख्नु भएको छ आजभोलि, जसमा सानसाना बालबालिका पनि छन्। उहाँलाई पनि हामीले हेरिँदाखेरि चेक गर्दाखेरि मृगौला कसरी खराब भयो भनेर यसमा हामीले अध्ययन गर्दाखेरि बढी जस्तो हामीले पाएको छौँ। सानसाना बालबालिकामा ग्लोमेरुलर नेफ्राइटिस भन्ने एउटा रोग हुन्छ, जसमा सानै उमेरदेखि प्रेसरहरू बढ्ने, पिसाबमा प्रोटिनहरू लिकेज हुने, हात खुट्टा सुन्ने हैन। त्यस्तै गरेर साना बालबालिकामा जसलाई मधुमेह टाइप 1 भन्छ हैन, सुगरका पनि प्रकार हुन्छ र तपाईको टाइप 1 डायबिटिज भन्नेमा बच्चाहरूलाई बढी जस्तो हुन्छ र बच्चामा पनि सुगरको मात्रा कति छ र सुगर चेक जाँच गराएको छैन र बाल सानो उमेरदेखि यदि सुगर छ र औषधि खाएको छैन भनेपछि तिनी सानो बालबालिकालाई पनि त्यो मधुमेहले गर्दाखेरि प्रोटिनहरू पिसाबमा जाने र भविष्यमा गएर भोलि मृगौला खराब हुने र मृगौला रोग लाग्ने धेरै हामीले फेला पारेका छौँ। त्यसै कारणले मेरो सानो नेपालगञ्जवासी म र सबैजनालाई के भन्न चाहन्छु भने तपाईहरू आफ्नो स्वयं स्वास्थ्य चेकअप, होल बडी चेकअप अथवा आफ्नो स्वास्थ्य चेकअप केही बिरामी नभए पनि एकपटक डाक्टरसँग जाने र आफ्नो भनौँ न मेरो शरीरमा के हुँदैछ, मेरो शरीरमा रगत कति मात्रामा छ, मलाई सुगर छ कि छैन, कोलेस्ट्रोलहरू के छ, रगतमा पोषकको मात्राहरू हैन, तपाईको प्रेसर कति छ, तपाईको तौल कति छ। अहिले तौलहरूले पनि गर्दाखेरि मानिसको हामीले मेटाबोलिक सिन्ड्रोमहरू पनि भइराखेको हुन्छ मानिसमा। त्यही भएर आफ्नो मोटापनलाई पनि एकदम ध्यान दिनु पर्यो है। सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोल यिनीहरूलाई पनि हामीले समयसँग चेक जाँच गर्नु पर्यो। चेक जाँच नगरेसम्म हामीलाई हाम्रो शरीरभित्र के हुँदैछ त्यो कुरा हामीलाई थाहा हुँदैन। त्यसै कारणले चेक जाँच गरिसकेपछि हरेक शरीरमा सुगरको मात्रा कति छ, प्रेसर कति छ, मेरो पिसाबमा कुनै किसिमको समस्या आइराखेको छ कि छैन भनेर, हामीले मुटुमा के समस्या छ कि छैन भनेर बेलामै चेक जाँच गर्दाखेरि भोलिको दिनमा कुनै पनि दुर्घटना हुनबाट हामीलाई बचाउँछ। त्यसै कारणले सबैजनालाई मेरो एउटा मात्रै के भन्ने छ भने तपाईँहरू आफ्नो स्वास्थ्य चेक जाँच बेलामै गरौँ र कुनै पनि दीर्घकालीन रोगबाट बच्नको लागि हामीले बेलामै नै यसलाई चेक जाँच गरेर बचाउन सक्नुपर्छ भन्दै म यहाँ 2-4 शब्द टुङ्गाउँछु। धन्यवाद।